बंगलादेशले आसन्न आईसीसी टी20 विश्वकप बहिष्कार गरेको छ। भारत र श्रीलंकामा आयोजना हुने 10औं संस्करणको विश्वकपमा बंगलादेशलाई देख्न नपाइने भएको उसले सुरक्षा कारण देखाउँदै भारत जान नमानेपछि आईसीसीले विश्वकप टिमको सूचीबाटै आउट गरेको। यो सँगै नेपाल रहेको समूह सी मा केही परिवर्तन हुने भएको छ। अब बंगलादेशको स्थानमा स्कटल्याण्डलाई मौका मिल्नेछ। स्कटल्याण्डले वरियताको फाइदा उठाउँदै विश्वकपमा स्थान बनाउन लागेको। ऊ ताजा स्थितिमा 14औं स्थानमा छ। यो सँगै नेपाल र स्कटल्याण्ड बीचको भेट विश्वकपमा हुने भएको छ। यी दुई टिमले विश्वकपमा पहिलो पल्ट एकअर्काको सामना गर्नेछन्। नेपाल र स्कटल्याण्ड बीचको खेल 17 फेब्रुअरीमा हुनेछ। त्यसअघि नेपालले 8 फेब्रुअरीमा इङ्ल्याण्ड, 12 फेब्रुअरीमा इटाली र 15 फेब्रुअरीमा वेस्ट इन्डिजसँग खेल्नेछ। नेपालले तेस्रो पटक विश्वकप खेल्न लागेको। गत विश्वकपमा जितको खाता खोल्न नसकेको नेपालले यसपालि सुपर 8 मा स्थान बनाउने लक्ष्य लिएको छ। के नेपालले अब त्यो सपना पूरा गर्न सक्ला त? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो स्पेसलाई फलो गर्न नबिर्सिनुहोला। धन्यवाद।